गाइस यो चाहिँ मेरो बर्थडेको स्पेशल वाला भिडियो हो। यो चाहिँ मेरो बर्थडेको ब्लग हो के। हामी चाहिँ तयार भएर घुम्न जान लागेको थियौं। म चाहिँ त्यही टिकटक बनाउनतिर लागे तर भाइ चाहिँ मेरो अगाडि गइसकेको थियो। हामी बबिता कुरुङतिर पनि पुग्यौं। उनीहरु चाहिँ मस्त मोबाइल हेरिरहेको थियो। उनीहरु पनि रेडी भए। हामी सबैजना चाहिँ निस्क्यौं घुम्न जाने भनेर। हामीले चाहिँ पहिल्यैदेखि व्हाइट हाउस जाने भनेको थियो के मेरो बर्थडेमा। हामी चाहिँ यति नजिक भएर पनि फर्स्ट टाइम नै गएको यति नजिकैको व्हाइट हाउस घुम्नलाई। अनि हामी चाहिँ भित्रतिर पनि छिर्यौं। त्यहाँ भित्र जाने बित्तिकै मन परिसकेको थियो तर गर्मी लास्टै भइरहेको थियो। अनि हामी चाहिँ माथितिर गयौं मोमोसम्म खाएर। अनि पेमेन्ट गरेर चाहिँ हामी तलतिर निस्क्यौं फोटोसोटो खिच्ने भनेर। अनि तलतिर आएर चाहिँ हामीले भिडियो पनि बनायौं, टिकटक बनायौं, फोटोसोटो खिचेर सबै गरेर हामी चाहिँ खेल्नतिर लाग्यौं। सबैजना चाहिँ बच्चा बच्चीले खेल्ने होला भनिराख्नु भएको थियो तर हामी चाहिँ बच्चा बच्ची नै हौ भनेर खेल्न लाग्यौं। म र बबिता सँगै भयौं भने चाहिँ यस्ता उटपटाङ कामहरु हामीले झन् गरिराखेका हुन्छौं के। अरु जेसुकै भए पनि रमाइलो गर्नलाई यतिको साथी चाहिँ हुनै पर्छ मान्छेसँग। अनि हामीले चाहिँ त्यहाँ यतिको इन्जोय गरेर हामी चाहिँ घरतिर फर्क्यौं। मैले चाहिँ भाइलाई पनि बोलाएको थिएँ अनि भाइलाई लिएर चाहिँ हामी चाहिँ रुमतिर लाग्यौं। रुममा गएर त्यति धेरै चाहिँ हामीले केही पनि गरेनौं तर दिउँसो भिनाजुले पठाइदिएको केक चाहिँ काट्यौं। घरमा भएको भए ठुलो मान्छेको आशीर्वाद पाइन्थ्यो। रुममा फेरि ठाउँ पनि हुँदैन के त्यही भएर कचर बचर पनि भइरहेको थियो। हामी चाहिँ केक काटेर खाना खानतिर लाग्यौं। हामीले चाहिँ खाना केही पनि बनाएनौं रुममा किनभने भिनाजुले पठाइदिएको यो सबै खानेकुराहरु कति धेरै थियो। फेरि यता बिरयानीमा लेग पिस खोजाखोज भइरहेछ। मैले फेरि यता भेटाएर पनि खाना लागिसकेको थिएँ। सबैले हेरै थिए मैले एक्लै खाथे। यता भाइले चाहिँ म मासु खान भनेर खुब सान गरिरहेको थिएँ। फेरि लुकी लुकी मासु पनि खाइरहेको थिएँ। हाम्रो भाइलाई फेरि यस्तो चटकहरु पार्न धेरै आउँछ के। रुम सानो भएर चाहिँ हाम्रो सामान यता उता 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 भएर कचर पचर कस्तो नराम्रो भएको थियो। मासु खाँदैन भनेर नाटक गर्ने हाम्रो भाइ चाहिँ फेरि यता बिरयानीमा मासु खोजेकै थिए। सबै तिमीहरुले मासु छानी छानी खायौ भनेर यहाँ भनिरहेको थिए। अनि हामी चाहिँ खाइपी गरेर अलिअलि क्लिन पनि गर्यौं। त्यसपछि चाहिँ हामी जति नाचेर पनि नथाक्ने मान्छेहरु नाच्नुतिर लाग्यौं। फेरि यता भाइका अलगै नाटक हुन्छन् हाम्रा। यतिको गर्ने मान्छे भएन भने चाहिँ रमाइलो पनि हुँदैन के। आज दिनभरि यताउता गरेर चाहिँ म एकदमै थाकिसकेको थिएँ। यिनीहरु चाहिँ फेरि यता गेम खेलिरहेको थिए। वर्षभरि वेट गरेको बर्थडे पनि यसरी रमाइलो गर्दै सकायौं। आजलाई चाहिँ यति भेटौँला नेक्स्ट भिडियोमा। थ्यांक्स फर वाचिङ एन्ड बाइ बाइ गाइस।